नमस्कार सम्पूर्ण व्यक्तित्वहरूमा म कार्यक्रम सञ्चालक गृषभराज पन्तको तर्फबाट आज म हजुरहरूको समक्ष एउटा नयाँ कार्यक्रम लिएर आएको छु। सुनेर सुझाव दिनुहोला। यस कार्यक्रमको नाम रहेको छ बाजेसँग नाते। कार्यक्रमको उद्देश्य हामीले हाम्रा बाजे बजेका समयमा के कस्ता क्रियाकलाप हुन्थे, अहिले र पहिलेको समयमा के भिन्नता छ, हामीले उहाँहरूबाट कस्ता अनुभव सिक्न सक्छौँ भन्ने रहेको छ। पहिलो कार्यक्रम भएको हुँदा आजको यस कार्यक्रममा पाहुनाको रूपमा मेरै हजुरबा र हजुरआमा हुनुभएको छ। म उहाँहरूलाई स्वागत गर्छु। नमस्ते हजुरबा। नमस्ते हजुरआमा। आराम हुनुहुन्छ? आरामै छौँ बाबु। हजुरआमा आफ्नो परिचय दिन हार्दिक अनुरोध गर्दछु। म भवानी प्रसाद पन्त, मेरो उमेर अहिले 77 वर्ष भयो। म फुलमाया पन्त, अहिले 72 वर्ष भयो। म जन्म कुन जिल्लामा भएको थियो? हाम्रो गोर्खा जिल्ला भुइँचोक गाविसमा 7 नम्बर वडामा भएको थियो। अनि आमाको? मेरो गोर्खा जिल्ला काँचोक गाविस याङदी भन्ने ठाउँमा। अनि हामी कति सालमा चितवन आयौँ? हामी चितवन आएको म 16 वर्षको उमेरमा 17 वर्षको उमेरमा आएको हुँ चितवन। 17 वर्ष उमेरबाट अब यहीँ दुःख चिउलो गर्दै खाँदै आफ्नो दुःख चिउलो गरेर खाएर बिताउँदै आएका छौँ। हामी यो चितवनमा बसोबास गरेको लगभग 60-62 वर्ष जति भयो। हजुरहरूको समयमा पढ्नको लागि कतिको सजिलो थियो? सजिलो थिएन हाम्रो पालामा। पढेको चाहिँ हो मैले त्यो पार्टीमा कलमले, बाँसको कलमले लेखेर 2 कक्षासम्म पढेँ। अनि मेरो विवाह भयो। अनि आइयो चितवन आइयो। गोर्खाबाट चितवन कसरी आउनुहुन्थ्यो? हामीहरू हिँडेर आउँथ्यौँ। खाजा खर्च डोकामा हालेर हिँडेर आउनु पर्थ्यो। बास बसिकन 2 दिन लाग्थ्यो हामी यो चितवनमा आइपुग्दाखेरिमा। र बिचमा बास बसेर आइन्थ्यो। तपाईँहरूको विवाह कति सालमा भयो? 2022 सालमा हाम्रो विवाह भयो। हजुरको प्रेम विवाह हो कि माघी विवाह हो? हाम्रो माघी बिहा नै हो। हाम्रो प्रेम बिहा होइन, माघी बिहा नै हो। अब म 10 वर्षको थिएँ, बा 16 वर्षको हुनुहुन्थ्यो। अनि डोलैमा निधाएर गइन्थ्यो। हजुरहरूको पालामा सूचनाको आदान प्रदान कसरी हुन्थ्यो? मोबाइल थियो कि थिएन? मोबाइल थिएन हाम्रो पालामा। हामी संसार पठाउने भन्थ्यो। संसार चिठीबाट हाम्रो आदान प्रदान हुन्थ्यो। मोबाइल थिएन त्यति बेला। केही साधनहरू केही थिएन। अहिले र पहिलेको समाजमा के भिन्नता पाउनुहुन्छ? पहिलेको समाजमा केही साधनहरू थिएन, कुनै केही थिएन, यातायात थिएन। अहिलेको समयमा अब अहिले जे हेऱ्यो जहाँ हेऱ्यो त्यही छ, त्यही ठिक छ। जहाँ भने त्यही खबर पुग्छ। जहाँ भने त्यहीँ खबर पुग्छ। अहिलेको यो साधनले गर्दा धेरै राम्रो भएको छ, सबैलाई देख्न पाइएको छ। हजुरहरूको समयमा कस्ता कस्ता खेल खेल्नुहुन्थ्यो? अहिले तिमीहरूको पाला जस्तो हाम्रो पालामा थिएन। हामी पहिले गिडहरू खेल्थ्यौँ। यस्तै चाहिँ गट्टा खेलिन्थ्यो, पाङ्ग्रा खेलिन्थ्यो। गट्टा पाङ्ग्रा यस्तो खेलेर चाहिँ समय बिताइन्थ्यो। मेलापात जाँदाको अनुभव सुनाउनुहोस्। मेलापात जाँदाखेरिमा हामी अब कुटो कोदालो लिएर गइन्थ्यो। दोरी झ्याउले यस्ता गीतहरू गाउँथे। मकै भोटमासको खाजा खाइन्थ्यो। खाने पदार्थहरू हुन्थ्यो त्यस्ता थिए। अहिलेको जस्तो रोग लाग्दैन थियो सुविधा। मकै त्यहाँ खाइन्थ्यो, कोदाको ढेँडो खाइन्थ्यो। अब अहिले त्यो देख्न नि पाइँदैन। एउटा त्यस्तो घटना जुन कहिले बिर्सनु हुँदैन बताइदिनुहोस्। एउटा घटना कस्तो घटना थियो भयो भने हामीहरू भुलाहरू खेल्दै जाँदाखेरिमा एउटा गराबाट अर्को गह्रोमा हाम फाल्ने, एउटा कान्लो नागेर अर्को गह्रामा हाम फाल्ने घटना थियो। त्यस्तो घटनामा अचानक एउटा मान्छेको चाहिँ अलिकति त्यो उसले त्यो दौड के अरे त्यसको चाहिँ त्यो गह्रामा पुग्न नसक्नुको कारणले अलिकति घाइते भएको चाहिँ घटना हामीहरू खेल्न जाँदा त्यस्तो भएको थियो।
हामी त्यस्तै गोठाला जाँदा खेल्दा एकजना दिदीको यस्तो दुला परेको दुला परेको ठाउँमा खुट्टो लगाएर भुराले राख्यो। अनि त्यो खुट्टो यस्तो पछाडि पुग्यो। त्यो बेला डाक्टर थिएन, औषधि थिएन, केही थिएन। अहिले पनि अपाङ्ग भएर बस्नु भएको। रुखमा चढेर रुखबाट हाम फाल्दा खुट्टा भाँचिने, त्यो ढुङ्गा सिलिली खेल्दाखेरि खोला गएर पर्ने, त्यस्तो चलन थियो क्या हाम्रो बेलामा है। हजुरहरूको बाल्यकाल र अहिलेको हाम्रो बाल्यकाल कुन सजिलो र सुविधायुक्त छ? तिमीहरूको बाल्यकालमा धेरै अहिले सुविधा छ। हाम्रो बाल्यकालमा हामीले धेरै दुःख कष्ट पाएर आयौँ। खाना पनि त्यति राम्रोसँग ऊ भएन। हामीहरूले चाहिँ अब डरमै हाम्रो समय बित्थ्यो र हामी डराउँदैमा एउटा केही हरायो भने अथवा कुनै गल्ती गऱ्यौँ भने हामी घरमा बस्न पनि हामीलाई त्यति डर हुन्थ्यो। र अहिले तिमीहरूको त राम्रो छ। अब तिमीहरूले जे भने त्यही खाएका छौ, तिमीहरू जसो भने त्यसैमा हिँडेका छौ। त्यो एउटा चाहिने त्यो पाटो भयो र अर्को पाटो तिमीहरू अलिकति चाहिने अलिकति केही उसमा फरक छ। तिमीहरू अहिले बोल्नमा पनि तिमीहरूको फरक, हिँड्नुको पनि तिमीहरूको फरक, केही अलिकति उताउलो अलिकति उछेले पाना जस्तो गरेर तिमीहरू हिँड्छौ। हामीलाई त्यस्तो थिएन। अहिले तिमीहरूको चाहिँ र हाम्रो चाहिँ फरक। तिमीहरू अलि उछेले काम गर्ने, अलि भनेको अलि नटेर्ने र वातावरणलाई पनि अलि नसुधार्ने, त्यस्तो चलन तिमीहरूको छ। हाम्रो त्यस्तो थिएन। हामीलाई बहुत डरको चाहिँ अभाव हुन्थ्यो र हामी डराएरै समय बित्थ्यो हाम्रो। हामीहरूलाई हजुरलाई कस्तो सुझाव दिनुहुन्छ? हामी अब सुझाव तिमीहरू नबिग्रिया हो, के अरे राम्रोसँग पढ, ठुलालाई माया गर, आदर गर, सानालाई माया गर, आफ्नो सुधार बानीहरूलाई सुधार, मोबाइलहरू कम हेर। अब आफ्नो बानी आफैले सुधार्दै जाने हो, अर्काले बनाउने होइन। तिमीहरूलाई आफ्नो कसरी आफू माथि पुग्न सकिन्छ, कसरी हामीलाई अलि राम्रो वातावरणमा पुग्न सकिन्छ भन्ने तिमीहरूको चाहिने यो आफूलाई नै बनाउने हो। आफ्नो आफैले गर। हाम्रो कार्यक्रममा सहभागिता हुनुभएकोमा हार्दिक धन्यवाद गर्दछु र म यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।